म किन गरिब भएँ त भनेर चाहिँ मेरो स्टोरी तपाईँहरूलाई बताउन लागिरहेको छु है। धेरै वर्ष अगाडिको कुरा हो होइन। म चाहिँ यो ठाउँमा बाख्रा चराउँथेँ के। बाख्राहरू चाहिँ 500वटा जति बाख्रा थियो होइन। मजाले यहाँ चौरभरि चर्थेँ। मेरो चाहिँ पुरै राजाको जस्तो जिन्दगी थियो। उपर खुट्टी लगाएर सुत्थेँ। बाख्राहरू मुनि 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 आइज ल भन्ने, अनि त्यसपछि आउँथ्यो के, अनि ल खा भन्थे, अनि त्यसपछि आउने खाने होइन। पुरै राजाको जस्तो जिन्दगी मेरो चाहिँ। अब राजकीय परिवारहरूसँग मात्रै मेरो सम्बन्ध थियो होइन। एक दिन चाहिँ राजासँग भात खाने क्रममा होइन, एउटै टेबलमा भात खाइराखेको थियौँ। अनि त्यतिखेर चाहिँ अब यो ठाउँ चाहिँ, यो चौर चाहिँ अब बालबच्चा, हाम्रो बालबच्चाहरूको लागि खेल्ने ठाउँ बनाऊ, कतै पाएन नि यिनीहरूले खेल्ने ठाउँ पनि। त्यही भएर यो एकदमै राम्रो छ, यो ठाउँमा चाहिँ जसरी भए पनि दिनु पर्यो भनेर बिन्ती गरेँ के। लौ न त अब यत्रो बिन्ती नै गरिसकेपछि म चाहिँ किन भन्ने, अनि मैले नि दिएँ, ल लानुहोस् भने। अनि त्यसपछि अहिले त स्टेडियम बनाएको रहेछन् त्यता, अनि बालबच्चाहरू खेल्ने ठाउँहरू, पार्कहरू बनाएको रहेछन्, यता पोखरी नि बनाएको रहेछन्। यो चाहिँ मेरो ऊ हो है, के भन्छ, बाख्राखोर हो, पहिलाको बाख्राखोर। यो चाहिँ त्यत्तिकै राखेको रहेछन्। यो बाख्राखोर बुढो भए पनि म चाहिँ फेरि जवान नै छु है अहिले पनि। मान्छेहरू पनि बुढो भइसके, म चाहिँ जवानै छु जे भए पनि। त्यही हो, पहिला अब त्यस्तै भएकोले होला होइन। त्यही भएर पहिला त मेरो त्यस्तो जिन्दगी थियो भने अहिले चाहिँ बुद्धि पुऱ्याएन छु क्या बेलैमा। त्यही भएर धेरै दुःख पाइरहेको छु। अहिले चाहिँ त्यस्तै भइरहेछ मेरो जिन्दगी। अब कुनै दिन त हुन्छु होला फेरि पनि, आशा छ।